सुँगुरको मासु चाहिँ दिदीले पकाउँदैछ तर तेल चाहिँ अति धेरै तेल यार के भने यो तेल यस्तो तेलले मान्छेलाई रोग लाग्दैन साथीहरु नुन हाल यार एक बोल नुन हाले फेरि यस्तो नुनले मान्छेहरुलाई यार एकैचोटी त्यो बीपी त नि त्यो जुन मान्छेको लो हुन्छ नि एकदम स्लो त्यस्तो खालको बीपी लाई पनि एकदमै हाइ नै बढाइन्छ के तर त्यो खालको अहिले हुँदैन मासु कडाई सुँगुर मासु हेर्ने बित्तिकै खान चाहिँ मन लाग्छ हैन तर त्यस्तो हेल्थको लागि चाहिँ राम्रै हो खसीको मासु भन्दा राम्रो हो किनभने खसीको मासुमा चाहिँ एकदम त्यो एक प्रकारको बोस हुन्छ के त्यो हुँदैन तर सुँगुरको मासुमा चाहिँ त्यो बोझो चाहिँ डाइजेस्ट हुन्छ अरे के थुकाउने गरी खाले बनाउँछ दिदीले यार ल आलु काटे फेरि अरे बाबा बोक्रा त तास बोक्रा नतासी हाल्दैछ फेरि अत्र आलु यार खोर्सानी हेर न फेरि अम्मा हो खोर्सानी त्यतिकै माडमुड गरेर हालेछ फेरि के यस्तो साथीहरु जे खाँदा नि हुँदैन रहेछ तर यो छोरी मान्छेले चाहिँ यो सबै मतलब भिडियोको लागि मात्रै गरेको यो मलाई विश्वास नुन आमा नुन हेर नुन बाबा दुएर तल झरेर एउटा खोर्सानी भिडियोको लागि मात्रै गरेको साथीहरु साच्चै भन्नुपर्दा तपाईलाई पनि लाग्छ है यो भिडियोको लागि मात्रै गरेको यस्तो खान सक्छ नुन हाले एक पाती ऐ गाजर त ना धुवाइ छ अरे बाबा हाइजेनिक अति हाइजेनिक दिदी यार अब फेरि रातो खोर्सानी हाल्यो लौ सस पनि हाल्यो बाबा रे बाबा ए के हो पेप्सी पनि हाल्यो फेरि ल स्प्राइट होला यार के हो हैन यो भिडियोको लागि बनाएको साथीहरु यो यसमा नउजेला नपर्नु है ल धनिया हेर त जराइसँग ग्याम्बम गयो हाल्दियो यो यसमा यसको फन्दामा नपर्नु दिदीको है गाइस म चाहिँ भन्छु भात चाहिँ फेरि एकदम कम्ती खाने रहेछ है दुईटालाई बोटको निस्कायो फेरि छेउमा यो बुढो फेरि छेउमै बसेको हुँदो रहेछ उसको बुढो सुरु गरिहाल्यो कार्यक्रम यस्तो साथी पक्कै भिडियो लाइक मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला नमस्कार